नमस्ते सबैजनालाई। ल आज साथीहरू स्पेनको एकदम घना जङ्गलमा आउनु भएको छ। साथीहरूको यात्रा यस्तो छ। मेरो सालाको यात्रा झन् यस्तो छ। थाक्नु भयो बिचरा मेरो साला त झन् थाक्यो बेना। बिहान 6 बजे बाद हिँडेको, अहिले त ठ्याक्क 2 बजिसक्यो। यति बेलासम्म हेर्नु न बिचरा। अब हामी तल्लो बाटो हुँदै अमेरिका छिर्न लागेको। हाम्रो दाजुभाइहरू दिदीबहिनीहरू आउन इच्छुक हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्दा हुन्छ। साला त अमेरिका जान्छु भनेर यस्तो जङ्गलमा छिर्नु भयो। खै अमेरिका बङ्गाली छैन बाटो। ल यस्तो रहेछ। यहाँको यसो जङ्गल अनुगमन पनि गरेको थियो हामी साथीहरूले। निकै गाह्रो रहेछ। ल कता बाटो। ल उहाँ चाहिँ हाम्रो यहाँ इन्जिनियर साहब हुनुहुन्छ अरे। अस्ति पहिला त मैले फिल्ममा खेलाएको थिएँ, अहिले त फिल्म फलप भयो। अहिले त लौरो टेकाएर जङ्गलमा हिँड्दैछु। यस्तो जङ्गलमा क्या आज हाम्रो छुट्टीको दिन। ठ्याक्कै यसो टाइम मिलाएर दाजुभाइहरू भेटघाट भएर किन भ्रमण गरिदिउँ न त भनेको। ठ्याक्कै बुकी फाँच जस्तो लाग्यो मलाई। रहेछ क्या साला, नसक्ने रहेछ क्या। ल हेर्नुहोस् यहाँ सानो परेवा पनि भेट्यो। हो र यहाँ धेरै छ नि। धेरै छ खरायोहरू। खरायो त यहाँ जति छ त उता। घाम ताप्नलाई यहाँ आउनु पर्ने रहेछ। तातो आनन्द हट्ट लगाएर यो बाटो नि त्यहाँ छिर्दैछ मान्छे। अनि सबै बियर उचालेर आउँदो रहेछ त यहाँ। के हो गर्ने? ल खोइ के देखाउँदैछ। ल यस्तो छ भाइ। केही भन्नु छ? आजको कस्तो छ यात्रा? आज बिहानैदेखि हिँडेको के अरे। अब यो बेलासम्म यात्रा हजुर धन्दै हरायो अहिले। सिद्धि अलिकति छ साला। अब त्यो बसे माथि चौपारीमा बसेर खानुपर्छ। सालाको लट्ठी एकदम ठुलो छ, मान्छेभन्दा अग्लो छ। भाइ केही भन्नु छ भन्नु। अरू के भन्नु र दाइ, घुम्यो तुल्यो रमाइलो भयो। जङ्गलको बाटो ठाउँ रहेछ। जङ्गलको बाटो हिँड्यो होइन। जङ्गलको बाटो हिँड्ने झन्डै हरायो एकचोटि। हो त्यही हो दाइ, अरू त केही छैन भन्नु पर्ने। यतातिर भेट्टातिर यसो काम नभएपछि पेन गर्न पनि पाइन्छ। यसो गरी पेन गर्ने। ल जता गयो त्यस्तै छ। हजुर साला आजको यात्रा कस्तो भयो? अनि कहाँदेखि कहाँसम्म हिँड्दै हुनुहुन्छ? म त यस्तो आज स्पेनको घना जङ्गलमा हिँड्दैछौँ। आजको यात्रा चाहिँ एकदम राम्रो रमाइलो भयो। मलाई कहाँको याद आयो भने बेना, टर्कीबाट जब हामी ग्रिस छिर्नलाई यस्तै दुःख गरेर आएको, यो याद आयो कि बेना। त्यसरी याद आयो कि है? धेरै याद आयो बेना। 2 वर्ष 3 वर्ष भइसक्यो, तर त्यो याद चाहिँ मेटेर गएको छैन कि बेना। गएको छैन कि त्यति दाग रहेछ त्यो याद। ल अरू केही भन्नु छ? अरू केही छैन बेना। मलाई त्यति थियो भन्न मन तपाईँको युट्युबमा है। साला मन हलुका गर्नलाई मैले युट्युबतिर मलाई एकदम हलुका भयो मेरो मन आज। तपाईँलाई यो कुराहरू सबै सुनाउन पाएकोमा धेरै धन्यवाद। खुसी छु भन्नु। म धेरै खुसी छु बेना। ल तपाईँलाई पनि धन्यवाद। हस् तपाईँले पनि यहाँ मनको पीर व्यथाहरू पोख्न पाउनुभयो जति पनि मेरो यता भिडियोतिर। ल साथीहरू आजको यात्रा यस्तै जङ्गलमा मात्रै छ। यो बनायो भने 2-3 घन्टै हुन्छ होला। यो 2 मिनट 3 मिनट भन्दा मेरो भिडियो हुन्थेन। आज सालाको पिर मर्का पीडादायक अब
दुःख कष्टहरू चाहिँ अलि धेरै भयो है। 5 मिनट हुन पुगेछ, त्यसमा माफी चाहन्छु। ल सबैले हेरेर लाइक गरेर भिडियोलाई अब लाइक सेयर कमेन्ट के गरेर हुन्छ तपाईँले यो भिडियोलाई चाहिँ भ्युज र लाइक बढाइदिने काम हजुरहरूले गर्नुहोस् भन्दै आजलाई भिडियोबाट बिदा हुन चाहन्छु। धन्यवाद।